बच्चाहरूको स्कुल लागेपछि चाहिँ म एकदम धेरै बिजी भएर भिडियोहरू पनि हाल्न पाएको थिइनँ। सो हेलो एन्ड नमस्ते एभ्रिवान, वेलकम टु माई मिनी भ्लग। आजभोलि चाहिँ हाम्रोतिर यस्तो राम्रो मौसम छ, हेर्नु न। बिहानको नास्ता खाएर हामी लाग्यौँ बाटबटिनतर्फ छोरीको लागि वाटर बोतलहरू लिनु थियो। अनि त्यहाँनिर चाहिँ मैले यो भ्यासलिन लाइट हाइड्रेटिङ भनेर भेटेँ। अनि यस्तो राम्रो भ्यासलिन रहेछ। अरू बेलाको भ्यासलिन नर्मल भ्यासलिनको चाहिँ मलाई एकदम धेरै चिप्लो एकदम ह्याप्पी फिल हुन्थ्यो होइन, यस्तो राम्रो थियो। अनि यो भ्यासलिन सँगसँगै यो स्याम्पू पनि लिएँ मैले। स्याम्पू पनि न्यू प्याकेजिङ देखेर, प्याकेजिङ न्यू हो कि स्याम्पू प्रोडक्ट पनि न्यू छ भनेर। योभन्दा अगाडि चाहिँ मैले सनसिल्कै जोजोबा एन्ड ओनियनवाला युज गर्थेँ। यो त यति राम्रो रहेछ, त्योभन्दा पनि यो अझै मलाई राम्रो लाग्यो होइन। बाटबटिनबाट आएर हामीले खाना खायौँ। अनि हाम्रोमा चाहिँ आज नयाँ सदस्य आउँदै हुनुहुन्छ। म तपाईँलाई उहाँसँग इन्ट्रोड्युस गराउँछु। को हो भने नि हाम्रो पुन्टु क्युट खरायो। हेर्न कति क्युट हुनुहुन्छ भने उहाँलाई म खरबुजा दिँदैछु। मेरो छोरी पनि एकदम धेरै खुसी छिन् उहाँसँग भेटेर। थ्याङ्क यू फर वाचिङ। सी यू नेक्स्ट भिडियो। बाई बाई।